फाइनली गाइस स्टक लाएर म चाहिँ अब दमक झापतिरको यात्रा दमक निस्किन आँटेको छु। मेरो घरमा काम छ अनि त्यही भएर अब प्याकिङ सेकिङ भइसकेको छ। के भएर बसेको रे बाइकको अलिकति समस्या पर्यो अरे बाइकमा ज्वरो आयो अरे। बाइकलाई ज्वरो बाइकमा मोबिल नभएर हाम्रो मोबिल सिद्धिएछ। त्यही यहाँ मोबिल जम्मै बाइकबाट मोबिल यति झऱ्यो। मोबिल चेन्ज गर्दैछ। यो ठाउँ त के ठाउँ दाइ? हजुर चौतरा मोरङ है दाइ? मोरङको चौतरा भन्ने ठाउँमा आएको छौँ। यहाँनिर है र हामी थोरै मात्र लागेपछि बिचबाट अफरोड साइडतिर लाग्यो है त। यता अफरोड साइड अनि यता दाइसँग भेट भेट भयो। अनि हाम्रो सरोज यता देख न बाबु अनुहार र ग्राउन्डतिर लाग्दैछौँ। हामी चाहिँ ग्राउन्ड पुग्न टाइम लाग्ने रहेछ। हामी झुलुङ्गे पुलमा छौँ। बाटो नभएर साह्रो छ। म चाहिँ फेरि त आफ्नै पारामा हामी चाहिँ आइपुगेर खाजा खाँदैछौँ। ग्राउन्ड चाहिँ यहाँ रहेछ। ल है गेम सुरु हुन लागेको छ है। टोलीहरूको ठाउँ चाहिँ यस्तो छ। सक्कर लगाएर र गेम सुरु हुन लागेको छ। र मलाई लाइसेन्सको झन्डा चाहिँ बगाल लागेको छ है। गाई चाहिँ हेलो सबैजनालाई गुड मर्निङ। अहिले चाहिँ म यो मोरङको भोटेनी भन्ने ठाउँमा छु। यहाँ देख्नुहुन्छ हामी बसेको घर चाहिँ यो, तर कुहिरो लगाएर केही देखेको छैन। जस उब्रेको चाहिँ ठाउँ चाहिँ राम्रो छ होला है। बोलेको अर्जेन्टिनाको फ्यान छ, धेरै छ क्या। तर अर्जेन्टिनाले यसपालि 4 गोल मात्रै खान्छ क्या। खान्छ क्या भाइ, भेट छ क्या। 2 घण्टा आउँदै भने त अघि नै भाइ अघि भने त फ्रान्सको हालत के भएको थियो। त्यो पोलको स्ट्रङ टिम भनेको फ्रान्स हो। मैले अघि भन्नु फ्रान्सको एम्बापेको हालत गोल यता मान्छे यता। अब मेस्सीको हालत के हुन्छ भन्ने कुरा नि छोडिदेऊ क्या। न त्यसको हाइट छ, न त्यसको रनिङ छ। गोल पायो भने एसिस्ट हान्ने हो। त्यो त पाउँदैन के। सकिँदैन हो यो दाइलाई। भुँडी हलाउँदै बोल्छन् र सर्भिस आयो ल। अगाडि पछाडि कतादेखि मनपर्छ तिमीलाई? अगाडिदेखि काका यस्तो गर्ने हो। सक्यो के जहाँदेखि स्टार्ट त्यही सक्यो। पछाडि यो ब्याग रमाइलो छ है, रमाइलो छ, एकदम रमाइलो छ। रमाइलो भइरहेछ। मेरो बाँकी छैन है। भाइरल हुन्छ यो त। सेलरोटीमा ठुलो कसरी बनायो? भाइरल होइन। मैले बनाएर रोशन हो।
हेलो गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ देख्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँ कहाँ होला त यो ठाउँ तपाईँलाई थाहा छ भने भन्नु सक्नु नै छ, तर तपाईँलाई थाहा छैन म भनिदिन्छु है त। यो ठाउँ चाहिँ ठ्याक्कै मोरङको रमितीभन्दा थोरै मास्टर आइताबारे भन्ने ठाउँमा छौँ। हिजो क्याम्प भएको थियो। हिजो फाइनलमा चाहिँ हामी यता दमकको टिमसँग बेस्ट अफ 5मा हार्यौँ। अनि अहिले आएर चाहिँ उठेर म चाहिँ ब्रस गर्न आँटेको छु है। मैले हिजो नै यो ठाउँको भिडियो चाहिँ बनाएको थिएँ, तर हिजो चाहिँ एकदम धेरै हुस्से लागेको थियो, त्यही भएर मैले भिडियो हालिनँ। तर पनि थोरै हिजोको कस्तो थियो भनेर म हालिदिन्छु। तर धेरै दामी ठाउँ लाग्यो क्या मलाई। आम्मामा हेर्नुहोस् न क्या बल ठाउँ छ। हिजो यहीँ निस्केर मैले भिडियो बनाएको थिएँ बनाउनु चाहिँ, तर यहाँ चाहिँ अलिकति हिजो चाहिँ केही देखेको थिएन। आम्मामा क्या दामी ठाउँ यार, डाँडामा घर मारेको छ। र अब चाहिँ अमृत मल्ले भाइ र म चाहिँ यहाँ छौँ। अनि अब फ्रेस हुने ब्रस गर्ने, त्यहाँदेखि हामी चाहिँ मूलघाटको यात्रा छ है। मूलघाटमा पनि के हुन्छ, मूलघाटतर्फ हामी चाहिँ जान आँटेको छौँ गाइजहरू। यो घरमा बसेको हामी चाहिँ हिजो बेलुका पानी परेर, अहिलेसम्म पानी परेर भर्खर पानी गइएर उठेको। अहिले चाहिँ हामी छक्क लगाएर रुमबाट निस्केर आइताबार आइसकेको छौँ। देख्न सक्नुहुन्छ यहाँ हाम्रो मल्ले भाइ कफी खान्छ अरे बिहान बिहान। बियर खाउन भनेको मान्दैन, कफी खान्छु भन्छ। देख्न सक्नुहुन्छ यहाँ टक्क लगाएर। अनि हामी चाहिँ अब मूलघाटसम्मको यात्रामा लाग्दैछौँ। कहाँसम्म जाने? मूलघाटसम्म। ज्वरो आउन आँट्यो अरे, ज्वरो। पानीमा खेलाइ भयो, पानीमा खेलाइ गएर सिराकमा उठ्यो, राति थरथर काम्न थाल्यो। राति थरथर कामेर। यहाँ एउटा दामी रहेछ कफी। यो माथि एउटा के भन्ने ठाउँ रहेछ, तर कुहिरो लगाएर केही नदेखिने क्या। हामी बसेको यता मुनि, अनि हामी गेम खेल्नु गएको चाहिँ यता पारि, यता मुनि, यता पारि, यता पारि। सबैभन्दा समस्या ठुलो कुरा होइन, मेरो 5,000 होइन 4,000को चस्मा थियो। यो साथीले मेरो 4,000को चस्मा कहाँ हरायो होला। मैले होइन, ब्यागमा थियो, कसले लगेको थाहा छैन। मैले चाहिँ होइन, बेलुका थियो कि थिएन? बेलुका कस्तो थिएन, आउने बेलामा थियो नि। यो बाटो जाने हो खोज्न। कहाँ यो बाटो जाँदैन, हामी यो बाटो गएको नि त। यो बाटोबाट यता हुँदै यो तल खोला तरेर उता पर गेम खेल्नु गएको। 4,000को मेरो चस्मा यो साथीले हराइदियो। अब यो गेमबाट पैसा कति पाएँ? यो हेलमेट पनि हराइदिनु पर्यो। यो हेलमेट पनि हरायो भने सकियो नि। ल खै बुधबार जाने बाटो चाहिँ यस्तो छ हालत, यहाँ देख्न सक्नुहुन्छ। ठेल्देऊ हल्का ठेल्देऊ न। आम्मामा के छ हिजो भाइ, यस्तो छ यो बाटो। देख्न सक्नुहुन्छ हालत। जागिर राम्रो छ भाइको। के गर्यो अरे? सहयोग गर्दै दाइलाई बाइक निकाल्न सहयोग गरे, तर यहाँ सिटले चाहिँ कपाजी बिगारो। अब हामी कसरी जाने यो बाटोमा? हेरौँ गाइचहरू हेरौँ है। यो चाहिँ नेपालको बाटो फेरि यस्तै मात्र छ है। हामी बुधबार आइसकेका छौँ। बुधबारे 6 नम्बर यहाँनिर। हामी यहाँ बसेर चाहिँ यहाँ खाजा खाएर निस्केको। अब यहाँ टक्क लगाएर यहाँ खाजाको पैसा चाहिँ अमृत मल्ल ठकुरीले तिर्दैछ है। पैसा हेरौँ न, पैसा देखाएको चाहिँ होइन है। अब हामी यहाँदेखि निस्किँदैछौँ। यहाँदेखि यात्रा
हाम्रो यात्रा अब यहाँदेखि मूलघाटसम्मको यात्रा हामी यहाँदेखि लाग्दैछौँ पहिला। फाइनली गाइज हामी चाहिँ अहिले रानीतालमा आइसकेको छौँ। यहाँ देख्न सक्नुहुन्छ यहाँ सरर बबाल ठाउँ रहेछ। हामी दुईजना छौँ। के गरौँ जाउँ कि क्या हो बोटतिर हाम फालौँ बोटमा जाउँ हाम फालौँ हामी फाल्थ्यौँ। फाल्दिउँ ओ यो पानी यहीँ जमाएको हो कि यो अफै भएको हो? यो थाहा भएन तर महाकसम रमाइलो छ नि। बब्बल ठाउँ रहेछ। त्यहाँ एउटा झरना हो एकजना। अहिले हामी यो कुन ठाउँमा आइपुग्यो? के थाहा यो ठाउँको नाम पनि थाहा छैन। यसो माटो हेर्दा चाहिँ काली माटो भन्ने ठाउँ जस्तो होला यो पर। कस्तो कालो माटो छ यस्तो के डेन्जर ठाउँ रहेछ। छेउमै यस्तो हालेको छ क्या बस पनि आउँदैछ। त्यो कटिङ गरेर बनाएको रहेछ। ठाउँ चाहिँ बवाल तर कुहिरोले यो पर चाहिँ बाटै देखिन होइन। राति चाहिँ यो बाटो नहिँड्दा हुने रहेछ। बाटो देख्न सक्नुहुन्छ यस्तो छ। यो पर हो कि कहाँ हो भेरेटार? अहिलेसम्म हामी भेरेटार निस्केको छैनौँ। कति टाइम लाग्ने हो? ल हामी चाहिँ मूलघाटदेखि थोरै मात्र आस्कुट भन्ने ठाउँ ग्याम भएको ठाउँमा आइपुगेको छौँ। मल्ले भाइ कस्तो लाग्यो ग्राउन्ड? उहाँको ग्राउन्ड चाहिँ कुन राम्रो छ? यो राम्रो यहाँ चाहिँ यस्तो रहेछ। यो अबिर हालेको रहेछ लाइन पनि बाबा सिन्दुर सिन्दुर। रुम आइपुगेर अब चाहिँ टक्क लाएर हामी चाहिँ आँप खान जान आँटेको। दाइले आँप खान जाउँ भनेर आँप खान जान आँटेको। अब भने फोन चार्ज भइरहेछ। आँप खान निस्किँदैछौँ। रुम चाहिँ हो गाइजहरू है। हेलो सबैजनालाई गुड मर्निङ। अहिले चाहिँ चिया खाँदै माछा सर्लक्क लाएर चिया खाँदै यो फुलको हावा एकदम बगाउँछ। कहाँनिर भनेर म देखाउँछु। अहिले चाहिँ हामी टक्क लाएर यहाँ छौँ। देख्न सक्नुहुन्छ यहाँनिर छौँ। खोला देख्न सक्नुहुन्छ। ओहो बा कत्रो खोला हो मारेको छ है। मेरो देश प्यारो नेपाल, नेपालको झन्डा र हाम्रो टोलीहरू यहाँ। अनि हामी बसेको होटल यहाँ खै त। त्यो कलाको धनी हाम्रो सरोज भाइ दामी जस्तो ह्यान्डसम मान्छे त्यस्तै कला हेर्नु त आम्मा सेम टु सेम। अब एकछिनबाट ओ मलले जस्तै बनाइदिन्छ बाबा। अहिले ठ्याक्कै बनाइसकेर देखाउँछु यता। यसको हेर है यसको कला हेर है। गेम खेल्नुभन्दा अघि पानी धेरै परेको थियो। ग्राउन्ड सफा गर्दै गेम हारेपछिको डान्स कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अहिले हामी इटरीको जङ्गलमा। इटारी होइन के हो यो? ए इटरी होइन इटरी जाने जङ्गलै हो। जस्ट हामी चाहिँ इटरीबाट यता दमकतिर जाँदै गरेको। यहाँ चाहिँ हरियो मकै खान लाग्यो हामीले। हरियो मकै दाइले पोलिदिँदै हुनुहुन्छ दामी पारामा यहाँनिर। पुग्न हामी तर आज चाहिँ पानी परेर होला शीतल भएको छ। धेरै गर्मी भएको छैन। हरियो मकै अहिले खान जान थाल्यो होइन। म चाहिँ खाने उठ्यो हेर्ने।
र फाइनली म चाहिँ घर आइसकेको छु। घर आइसक्दा चाहिँ मेरो बहिनी अनि भान्जा आइसक्नु भएको रहेछ। मेरो भान्जासँग म एकछिन जिस्केँ अनि मेरो मम र भान्जा अनि एकछिन गर्मी मेरिटा गर्दै बस्यो। गफ गर्दै भान्जालाई जिस्काउँदै बसेँ। आफ्नो जन्मदिने आमासँग भेट्दा अनि आफ्नो मान्छेसँग भेट्दा एकदम खुसी लाग्दो रहेछ है त।